फाइनली गाइज नमस्ते नमस्कार सबैलाई। हामीहरू चाहिँ लुम्बिनी प्रदेश के हो यो पछाडि के लेखा छ होला पढ त लुम्बिनी प्रदेश तपाईको हार्दिक स्वागत। ए लुम्बिनी प्रदेश जाँदा उताबाट हो र ल है। हामीहरू कर्णाली प्रदेशतिर कर्णाली पुलतिर घुम्न आएको छौँ र दामी रहेछ गाइज होइन, एकदम राम्रो छ। अहिले चाहिँ ठ्याक्कै कति बज्यो भन् त अरे? कति बज्यो? 4:15 लगभग 4:15 बज्न लागिसक्यो गाइज होइन। राम्रो छ तर कर्णाली पुल जति हेऱ्यो त्यति हेर्ने मन लाग्छ है। हावा पनि चलिरहेको छ अनि हाम्रो साथमा हुनुहुन्छ लक्ष्मीजी हुनुहुन्छ। स्वागत छ लक्ष्मीजीलाई। कस्तो लाग्यो तपाईँलाई भनिदिनुहोस् न। अहिले कति राम्रो भन्नु अब भन्न सकिन्न, बयान गर्न सकिँदैन। अनि हजुर चाहिँ कहाँदेखि आउनुभयो? घरबाट। कहाँको घरबाट? आफ्नो घरबाट कि अरूको घरबाट कि कताबाट? अर्काको घरबाट भन्नु छैन, आफ्नो घरबाट हो। अनि हजुरलाई यतातिरको यो गाउँ भयो होइन, अनि यो पुल चाहिँ यता सहर जस्तै छ कि हेर्दा होइन, यति दामी छ। कस्तो लाग्यो अनि हजुरलाई यो के भन्छ पुल? पुल यस कर्णाली पुल। कर्णाली पुल। जाउँ रोड काटौँ त, रोड काटौँ हामी। अब हामी जाँदैछौँ गाइज होइन, छिटो आइज पानीहरू बिहानतिर हामीहरू सिधै उता के भन्छ टिकापुर गयौँ होइन। अहिले चाहिँ हामी यता कर्णालीतिर आइपुग्यौँ अनि केही समयपछि हामीहरू चाहिँ घरतिर जानेछौँ। त्यसपछि सबै साथीहरू अगाडि हुनुहुन्छ, हामीहरू 2जना मात्र यता भयौँ। त्यही पनि यिनीहरू 2टा उता छन्, उता 3टा छन्, 3जना उता छन्। गाडी पनि हिँडिरहन्छन् टाइममा। हो माई गड कति दामी हो के। यो चाहिँ हाम्रो पुकुली नानी हुन् पछि आएर है। तर पुलको तल हेर्दै कति दामी छ हेर्नु न, कति मोटो छ ब्रिज, कति मोटो छ। कर्णालीको चिसो पानी अन्तुलीले पिउला होइन, मनमा त देऊ तिमी के हुन्छ हृदय दिउला, मुटुले निकालिदिउला। यस्तो बनायो होइन। यो पुल निर्माण भएको चाहिँ कहिले रहेछ है, हेरौँ है गाइज। रहेछ है कर्णाली पुलको रहेछ। हामीहरू सिधै ब्रिजमा पुग्यौँ गाइज होइन। यताबाट हेर्दा पनि राम्रो, यताबाट हेर्दा पनि राम्रो, यताबाट हेर्दा पनि राम्रो छ क्या।